हेलो नमस्ते। कला क्षेत्रको माध्यमबाट समाजका महत्त्वपूर्ण विषयहरूमा निरन्तर योगदान पुर्याउँदै आउनुभएका रत्नगर कला मन्दिरका अध्यक्ष, रत्नगर नगरपालिका कार्यपालिका सदस्य पनि हुनुहुन्छ। सेभ मार्केट र सम्पूर्ण रत्नगर कला मन्दिर र स्थानीय कलाकारहरूलाई म हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु, उहाँलाई बधाई दिन चाहन्छु। एउटा नयाँ सोचका साथ रात्रिकालीन बजारको कन्सेप्ट लिएर आउनु भएको थियो। हामीलाई सुरुमा सुन्दा यो अलि असहज र असफल हुन्छ भन्ने लागेको थियो, तर सम्पूर्ण टिमको मेहनत र विशेष गरी राम सरको एक्सपिरियन्सको कारणले यो बजारले पूर्ण सफलता पाएको हामीले महसुस गरेका छौं। यो बजारले स्थानीय कला संस्कृतिको उत्थान र व्यवसायमा र बजारमा पनि चाहिँ सहयोग पुर्याएको हामीले महसुस गरेका छौं र यही टिमले यही आउने पुस 10 गते क्रिसमस महान चाडलाई मध्यनजर गर्दै स्थानीय कलाकारहरूको सहयोगमा, उनीहरूको समावेशमा र विशेष गरी आकर्षणको रूपमा नेपाल आइडलको फर्स्ट रनर अप चितवनकी चेली दर्शना गान्धारीलाई उपस्थित गराएर भव्य रूपमा कार्यक्रम गर्न लागिरहेको हुँदा यस कार्यक्रमको पूर्ण सफलताको पनि कामना गर्दछु र यो कार्यक्रम यही पोष 10 गते सेभ मार्केटमा हुन गइरहेको हुँदा मिलन मोबाइल हाउसमा तपाईले कुनै पनि सामान 50 रुपैयाँदेखि होस् या 10 रुपैयाँको कुनै पनि सामान खरिद गर्दा एउटा भिआइपी पास तपाईले उपलब्ध हामीले गराइरहेका छौं। यो पनि जानकारी गराउन चाहन्छु र सम्पूर्ण टिमलाई हार्दिक बधाई र यो महान चाड क्रिसमसको उपलक्ष्यमा सम्पूर्ण रत्नगरवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। हस्त धन्यवाद।